नेपालको सन्दर्भमा भन्दै गर्दा सम्भावना भनेको पर्यटन क्षेत्र र कृषि क्षेत्र नै हो। पर्यटन क्षेत्रमा पनि अझ हाम्रो धार्मिकसँग जोडिएको छ। हाम्रो अहिलेसम्म बनेका केबल कारहरू धार्मिक मठ मन्दिरसँग जोडेर बनिएका छन् र हाम्रो अब यो गण्डकी प्रदेश फेरि अत्यन्त यो धार्मिक पर्यटन क्षेत्रको एकदम मूल थलो भने पनि हुन्छ। त्रिवेणी धामदेखि दामोदर कुण्डसम्म विभिन्न ठाउँहरू छन् र यो ठाउँ त अझ पवित्र के छ भने मौलकाली अब देवघाट धामको शिरोबारीमा रहेको छ र मौलकालीका केबल कार भन्दा बित्तिकै मौलकालीको नामबाट जोडिएको हुनाले यहाँ अध्यक्षज्यू र मन्त्री पर्यटन मन्त्रीजी पनि यही हुनुहुन्छ। मैले यो होटल मात्रै सिकाएर यो एरिया मात्रै नसिकाएर अलिक परम्परागत शैलीमा हामी सबैले मन्दिरलाई अलिकति हेर्न लायक बनाऊँ भन्ने मैले अनुरोध गर्न चाहन्छु। परम्परा छ त्यसो मैले पर्यटन मन्त्रालयलाई म धन्यवाद पनि दिन चाहन्छु। केही रकम परेको भएर अहिले हामीले काम गर्दैछौँ, सिलेक्ट ढुङ्गा बिछाउँदैछौँ र मैले एउटा डकुमेन्ट पनि बनाएर मन्त्रीज्यूका चाहिँ पेश पनि गरेको छु। त्यसलाई ध्यान दिनुहुन्छ पक्कै पनि भन्ने मलाई लागेको छ। किन भन्दा हामी त्यो मन्दिर परम्परागत शैलीको एउटा डकुमेन्ट बनेको छ जसलाई चाहिँ हेर्न आकर्षक र परम्परा शैलीको पनि हो त्यो भन्दै र यो होटल सञ्चालन गर्ने सवालमा म निरन्तर 13 वर्षसम्म चाहिँ यो धार्मिक सेवा समितिको चाहिँ सेवामा लागेको हुनाले र हाम्रो धर्म संस्कृति परम्परालाई होटल सञ्चालन गर्दाखेरि असर पर्ने काम हामीले गर्न हुँदैन भन्ने कुरा मैले अध्यक्षजीसँग पनि राखिराखेकै छु र उहाँले त्यो कुरा गर्नुभएको छ। अब अर्को कुरा म धार्मिक सेवा समिति मौलकालीको अध्यक्ष र मौलकालीसँग जोडिएको हुनाले यो चाहिँ यो सञ्चालक कमिटीमा पनि मलाई राख्नु भएको छ। हामीले पहिले चाहिँ 51% र 49% पब्लिक र 51% भनेका थियौँ। त्यस अन्तर्गत हामी 2 जना चाहिँ यताबाट पढ्न पाउनुपर्छ, 5 जना स्ट्रिङ कमिटी मध्ये भनेर भन्दाखेरि एकजना म चाहिँ त्यहाँ राख्नु भएको छ। तर अब यो सेयर आदि इत्यादि सेयर बजार के चाहिँ यो पर्यटन क्षेत्र र यो चाहिँ यो आन्तरिक कुरा मलाई त्यति ज्ञान छैन र तपाईँहरूले यो जनताको चित्त बुझ्ने गरी सबैलाई चाहिँ पछिने गरी सबै कुरा व्यवहार गर्नुहोस्। म स्ट्रिङ कमिटी भए पनि म त्यसको विधि होइन भनेर मैले उहाँसँग कुरा राखेको छु र अब अहिलेसम्म केबल कार सञ्चालन भएदेखि मौलकालीका मन्दिरमा पर्यटनको केही चाहिँ पर्यटन धार्मिक व्यक्तिहरू अब धर्मावलम्बीहरू बढ्नुभएको छ। त्यसको लागि चाहिँ नि हाम्रो अध्यक्षज्यूलाई धन्यवाद दिन चाहन्छु र नेपालमा अब यही हरेक कुरा राम्रो या नराम्रो हरेक कुरा राम्रो गर्दाखेरि त्यसको पछाडि नराम्रो कुरा सँगसँगै कुदेको हुन्छ। अब यही स्वीकृत गर्दाखेरि पनि धेरै कुराहरू अब हामी 12-13 पटक चाहिँ मिटिङमा सर्वदलीय सर्वपक्षीय निर्णय गरेर अनि त्यसपछि उहाँलाई स्वीकृति दिएको धेरै पार्टीहरू आउनु भएको थियो के बुझाएर हामीलाई स्वीकृति दिनु पर्यो भनेर। अब खास चाहिँ यहाँ मन्दिर मात्रै हो, मन्दिरको यो धेरै जमिन परेको छैन, खास सामुदायिक मनै हो। त्यस अर्थले पनि धेरै टिका टिप्पणीको बावजुद पनि अब यहाँको सर्वदलीय सर्वपक्षीय समितिले निर्णय गरिसकेपछि अनि गराएको व्यक्ति र एकचोटि परीक्षण गरेर चाहिँ पास भएको व्यक्तिलाई दिनुपर्छ भनेर हामीले चाहिँ अध्यक्ष चन्द्रजीलाई चाहिँ हामी स्वीकृत गरेर दिएको। त्यसो भएको हुनाले अब यो क्षेत्रलाई अत्यन्त यो नेपालको मध्यभागमा र खास गरी यसको आस्था भनेको नवलपुरको छेउमा परेको हुनाले चितवनवासीहरूले अझ धेरै महत्त्व राख्नुहुन्छ यसमा। उहाँहरूले भन्दाखेरि डाँडाकाली मन्दिर भन्नुहुन्छ तर मौलकाली मन्दिर हो। अब भन्दाखेरि डाँडाकाली भन्दा मौलकाली भन्दा राम्रो। अब यसको इतिहास चाहिँ मणिमुकुन्द पालाका राजाका पालादेखि स्थापना भएको र यसको भौतिक विकास भनेको 2032 सालदेखि सुरु भएको र विभिन्न समिति मार्फत संस्था मार्फत र यहाँ एउटा नम्लो कुरा के छ भने यो सुरक्षा निकाय जनमत प्रहरीको सहकार्यमा पनि यसको चाहिँ भौतिक विकासमा धेरै चाहिँ योगदान पुगेको पनि छ। किन भन्दा त्यस्तो सहकार्य अन्त हामीले देखिया छ। त्यस अन्तर्गत अब यसलाई विकास गर्नको लागि मैले मन्त्रीज्यूका एउटा डकुमेन्ट लिएर गएको थिएँ यसलाई क्रमबद्ध चाहिँ विकास गर्नको लागि र फुर्सद भएर मन्त्रीज्यूको चाहिँ आज यहाँ
वासस्थान यहीँ छ भने भोलि बिहान पहिलोपटक दर्शन गरेर त्यहाँ म देखाउनेछु। केही कामहरू पनि हुँदैछन् र यसरी चाहिँ जोडेर यसको विकास गर्नुपर्छ भन्नेमा हामी तल्लिन्छौँ भन्दै अब यो इला होटल राम्रोसँग सञ्चालन होस्, यसको चाहिँ उत्तर प्रगतिको कामना गर्दै र आजको यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार।